यतिसम्म त नगरे भने बिचरा दिनदाखडे मान्छे मार्दै हिँड्नेलाई त कसैले के गर्न सकेको छैन बिचरा माछा मारेर खान लागिरहेछ के गर्नु पर्यो होला किन त्यस्तो गर्नु पर्यो होला गएर म त निकालेर फाल्छु त यस्तो पाप नगर्नुस् बिना काम यस्तो पाप नगर्नुस् तपाई बुझ्नुभयो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट र सब्स्क्राइब कसले गर्नु दिनुभयो तपाईले धन्यवाद कसले तार तिर्छ कसले तिर्छ पैसा तपाईलाई केको कसले तिर्छ पैसा केको पैसा छोड्दिए मैले ल सुन्नु सुन्नु तपाईलाई लाज लाग्दैन कस्तो दुःख र हाम्रो त्यहाँ वर्ष हामीले तेरो वर्ष तपाई कसले तिर्नु भएको त तपाईले तिरेर लानी हो किनेर लानी हो हामीले दुःख मानेन र यहाँ कस्तो दुःख तपाईले के दुःख गर्नु भएको छ के अर्काको ज्यान लिइरहनु भएको छ बाबा के जान्दैन हाम्रो माछा मार्नु छैन अत्र छैन छैन तपाईलाई कहाँ छ देखाउनुस् ल पेपर देखाउनुस् के तपाईले पेपर देखाउनुस् असार मसन त हेर्न आउनु पर्यो देखाउनुस् असार मसन त हेर्न आउनु म आउँदिन मलाई देखाउनुस् असार मसन त आउनु सबैले एउटा माछाले भयो नि जिन्दगी पाए बुझ्नुभयो असार मसन त सबैले पेपर त्यहाँ लेखिरहेको छ तपाईले माछा मार्न पाउँदैन भनेर रेलिङबाट मार्थ्यो तर रेलिङ बन्नेपछि मरिसक्यो त्यो छोडिदिनुहोस् तपाईँलाई धर्मै हुन्छ बुझ्नुभयो मैले मेरो सासै त्यहाँ अड्किसक्यो बुझ्नुभयो किन अर्काने तपाईँको सास यहाँ तपाईँ जस्तो पापी मान्छे गइरहन्छ संसारमा बाबै टपाई मारेको छ बाबै त्यहाँ लेखिरहेको छ त बकैदाले माछा मार्न पाइँदैन भनेर पहिला यो रेलिङ थियो रेलिङबाट दिन्न थियो अनि रेलिङ बन्नेबाट निषेधित क्षेत्र भनेको यहाँ भगवानको नाम